आँखामा राखे पनि नबिझाउने हाम्रो स्यान्डीबाट। तर यही स्यान्डीले जीवनमा कति काँडा सहनु पर्यो त्यो थोरैले मात्र बुझे। माटोको मैदान, पुरानो बल र असाध्यै ठूलो सपना बोकेको एउटा साधारण केटो सन्दीप लामिछाने। उसले जित्दा हामी हाँस्यौं, तर हार्दा उसले एक्लै आँसु पिएर फेरि उठ्न सिक्यो। तालीले साथ दियो, तर आरोपले आत्मा चिथोर्यो। तैपनि उसले मौन रोज्यो, किनकि केही पीडा शब्दभन्दा भारी हुन्छन्। आज पनि जब स्यान्डीले बल घुमाउँछ, त्यो केवल स्पिन होइन, त्यो धैर्य हो, त्यो आँसु हो, त्यो नझुक्ने नेपाली मन हो। यो कथा क्रिकेटको मात्र होइन, यो कथा सहन सक्ने हिम्मतको हो। आँखामा राखे पनि नबिझाउने हाम्रो स्यान्डीको हो।